सकेसम्म त आजकल अब यो एउटा त किडनी स्टोन छ त्यसलाई सकेसम्म किन घाउ बनाउनु, घाउ नबनाउने होइन। जुन कुरा घाउ नबनाइकन काम चल्छ घाउ नबनाउने, घाउ बनाएर बनाउनु पनि पर्छ भने सानो घाउ बनाउने। सानो घाउ बनाउनु भनेको ल्याप्रोस्कोपी सर्जरी जस्तै हो, त्यो भनेको दूरबीनले गर्ने की होल सर्जरी भन्छ त्यसलाई, पाल पारेर गर्ने होइन। सकेसम्म सबै अपरेसनलाई पाल पारेर गर्ने हो मिल्छ भने त होइन। तर ठुल्ठुलो क्यान्सरको अपरेसन गर्न पर्यो, निकाल्न त पर्यो, फेरि चिर्न पर्यो, निकाल्न त पर्यो नि त क्यान्सरलाई। त्यस कारणले त्यो बेलामा चाहिँ कति कुराहरू अब अलिकति घाउ बनाउनै पर्छ। नत्र पनि सकेसम्म अहिले त पित्तथलीको ढुङ्गा होस्, चाहे आन्द्रा फुटेको अपरेसन उपचार होस्, एपेन्डिक्सको उपचार होस्, चाहे अब किडनीको क्यान्सरको उपचार होस्, चाहे अरू विभिन्न क्यान्सरको पनि उपचार, मजाले हाम्रो पिसाबको थरीको क्यान्सर होस्, हामीले क्यान्सर ल्याप्रोस्कोपी विधिबाटै गर्न सकिन्छ। ल्याप्रोस्कोपी विधिबाट गर्दाखेरि चाहिँ घाउ सानो हुन्छ, पालबाट गर्ने भयो नि त, घाउ सानो हुन्छ, चाँडै सन्चो हुन्छ। चाँडै सन्चो भएको कारणले गर्दाखेरि बिरामीलाई पेन कम हुनुभयो, पेन कम भएपछि बिरामी घर चाँडै गरेर जान्छ, उनको काम हुन्छ, कति कुराहरू काममा फेरि चाँडै फर्किन्छ। ओभरअल भन्दाखेरि कस्टै पनि कम हुन्छ कि, खर्चै कम हुन्छ कि। चिरेर गऱ्यो भने त कति दिनसम्म ऊ काममा फर्किन सक्दैन, फिटै हुँदैन। तर उसले ल्याप्रोस्कोपी गरेपछि चाहिँ एकदम चाँडै काममा फर्किनु भएपछि ऊ चाँडै फिट हुन्छ, चाँडै काममा जान्छ, उसको सेटिस्फ्याक्सनको लेभल अर्कै हुन्छ होइन। त्यस कारणले ल्याप्रोस्कोपी सर्जरी सकेसम्म कि त घाउ नबनाइकन गर्नु पऱ्यो, किडनी स्टोनहरूमा, पिसाबको नलीको स्टोनहरूमा जस्तो, नत्र भने सकेसम्म ल्याप्रोस्कोपी सर्जरी गर्नु पऱ्यो। ल्याप्रोस्कोपी मिल्दै नमिल्ने कन्डिसनमा मात्र चिरेर गर्ने अहिलेको जमानामा चाहिँ।